परवल कल्ला कल्ला मनपर्छ। यदि कसैलाई मन पर्दैन भने नि यो तरिकाले बनाएर खानु 100% मनपर्छ। भिटामिन धेरै हुन्छ कि यो परवलमा। परवल खाने राम्रो हो कि। परवललाई तेलमा मात्रै फुराएर रातो तेलमा फुराउनु, अनि नुन मात्रै हालेर कि अरू केही नहालेर नुन मात्रै हालेर खानु त यस्तो मिठो हुन्छ। म त पहिला त मैले पनि खान जानेको थिएन, म पनि खाँदैन थिएँ, मेरो छोराले खाँदैन, म पनि खाँदैन थिएँ कि मलाई त्यति खासै राम्रो लाग्दैन थियो। अस्ति नै साथी राम्रो सिकाएको देखिन्थ्यो। म यसरी जहिले पनि तरकारी दिनु गएपछि म त एक पाउ दुई पाउ परवल चाहिँ ल्याइहाल्छु कि यस्तो मिठो लाग्छ मलाई यसरी भुटेर खाएको। यसरी रातो पारेर नुन मात्र हालेर भुट्नु। कहिलेकाहीँ त म त चाख्दै सिटाउँछु कि त्यसलाई, यस्तो मिठो लाग्छ मलाई। छोरोले खाँदैन, एउटा चाख्छु भन्यो दुईवटा चाख्छु भन्यो गर्दा गर्दै सिटाउँछु कि यस्तो मिठो लाग्छ मलाई। हजुरहरू पनि ट्राई गर्नु है, कस्तो मिठो हुन्छ कि। भिटामिन पनि हुन्छ यसमा। अचारलाई अलिकति धनियाँ नागा धनियाँ टिप्नु पर्यो। हजुरहरू के भन्नुहुन्छ यसलाई? म त नागा धनियाँ भन्छु। हामीहरू चाहिँ यति भए पुग्छ। लसुनको पात अलिअलि, आजको खाना साथीहरू त्यति गरेर आलुको तरकारी, परवल त परवल भइहाल्यो, सिलौटोमा लसो पिनेको अचार भइहाल्यो, सलादहरू। मेरो छोराले चाहिँ त्यति गरेर खाँदैन, त्यसको लागि कालुको लागि चाहिँ आलु मात्रै, मेरो कालुले आलु मात्रै खान्छ कि। अनि दाल। खाना यही हो। खाए लो साथीहरू, मलाई यो खाना मासु र भातभन्दा पनि मिठो हो कि। अझ कागती निचारेर खानुपर्छ, यस्तो मिठो हुन्छ कि कागती निचारेर खाएको। दाल चाहिँ अलिक पातलो बनाउँछु म, किनभने मैले विदेशमा खाएको दालले मलाई बाक्लो दाल मन पर्दैन। विदेशमा यस्तो बाक्लो दाल दिन्थ्यो कि त्यो खाना खानु। अचार यस्तो टेस्टी हुन्छ। के तरकारी हो त्यो? भएन त्यो। यसरी परवल बनाउनु भयो भने तपाईँहरू पल्किनुहुन्छ खानालाई। म त कहिलेकाहीँ चाटा सिधाइदिन्छु जम्मै।